दुर्गा प्रसादले छठपछि आन्दोलन गर्छु भनेका छन्। साँच्चै नै आन्दोलन गरे भने त्यसमा के होला थाहा छ तपाईँहरूलाई? एउटा कुरा अहिले गृहमन्त्रीले रोक्न खोजेको के कारणलाई हो पनि अहिले त्यो दुर्गा प्रसादले आन्दोलन गर्छु भनेका छन्। त्यो आन्दोलन गऱ्यो भने दुर्गा प्रसादले त्यो आन्दोलन गऱ्यो भने त्यहाँ घुसपेट हजारौँ हुन्छ भनेर अहिले गृहमन्त्रीले रोक्न खोजेका छन्। त्यहाँ हुन पनि हो। अहिले सबजना के भइरहेछ भने माओवादी, काङ्ग्रेस, एमाले, अरू राष्ट्रपा यो सब पार्टीहरू अहिले कसरी चाहिँ हामी सत्तामा जानुपर्छ भन्नेमा लागिरहेछन्। त्यही कारणले अहिले गृहमन्त्रीले अहिले भनिरहेछन् कि डाइरेक्ट हामीसित कुरा गर्न आउनुहोस् भनेर दुर्गा प्रसादले नि आज भनेका रहेछन्। यही कारणले हो अहिले सरकार त्यतिकै डराएको छ। सरकारले पनि अहिले राम्रो काम चाहिँ गरेको छैन है। खासै सरकारले पनि त्यति राम्रो काम चाहिँ गरेको छैन। त्यत्रो बालबच्चाहरूको मऱ्यो अहिलेसम्म पनि केही गर्न सकेको छैन। बालबच्चाहरूको त्यो मार्नेहरूलाई समात्न सकेको छैन। यही कारणले अब त्यहाँ फेरि आन्दोलन भयो भने त घुसपेट हुन्छ। पहिला पनि त्यत्रो पुलिसहरूलाई लखाटी उस गरेको छ त्यत्रो। अझै त्यत्रो हात हतियारहरू फिर्ता दिएको छैन। त्यही कारणले पनि अहिले गृहमन्त्री डराइरहेको छ नि। यसो मलाई चाहिँ जहाँसम्म लाग्छ यही कारण हुनसक्छ। तपाईँहरूलाई के लाग्छ कमेन्टमा लेख्नु होला।